सम्पूर्णमा नमस्कार। म चाहिँ आज यो बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर 6 स्थित रहेको विमानस्थलमा छु। नेपाल सरकार नागरिक उड्डयन मन्त्रालयद्वारा 24 करोड लगानीमा बनेको यो विमानस्थल आज गोरु बाख्रा चराउने स्थलको रूपमा परिणत भएको छ। आज यो विमानस्थलमा तपाईलाई म देखाउन सक्छु, घाँस उम्रिसकेको छ, पूर्ण रूपमा तपाई देख्न सक्नुहुनेछ। त्यसैगरी न बैतडीदेखि सिंहदरबार त टाढाकै कुरा भयो। सिंहदरबारको निगरानी त यो सम्पदामा पर्दैन, यो हाम्रो सार्वजनिक सम्पदामा पर्ने कुरै पनि भएन र यहाँको स्थानीय सरकारले पनि यो हाम्रो विमानस्थललाई निगरानी गरिरहेको छैन। यो एउटा गोरेटो पथको रूपमा पनि परिणत भइरहेको छ। यो विमानस्थल तपाईहरु देख्न सक्नुहुनेछ। यो अस्पताल जाने बाटो, त्यसैगरी विद्युत प्राधिकरण जाने बाटो, त्यसैगरी मन्दिर जाने बाटोको रूपमा पनि परिणत भइरहेको छ। यो एयरपोर्ट आज टिकटक पोर्टको रूपमा पनि परिणत भइरहेको छ। यसमा न सरकारको निगरानी छ, न यहाँको समुदायको निगरानी छ। त्यही भएर म यहाँको स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, नागरिक उड्डयन पर्यटन मन्त्रालयलाई पनि म यहीँको एउटा युवाको हकले पनि म यो जानकारी दिन चाहन्छु। 24 करोडमा यत्रो संरचना बनेको छ, यसको संरक्षण कसले गर्ने, यसको स्वामित्व कसले लिने भन्ने कुरा नै अन्यल रहेको छ। यत्रो विमानस्थल निर्माण भइसकेपछि पनि विमानस्थलमा प्लेनहरू चल्न सकेको अवस्था छैन, किनकि प्लेन त आफ्नै अभावको कारणले पनि चल्न सकेको छैन, किनकि यात्रु दर भाडा पनि बढी भएको हिसाबले पनि चलेको छैन। घाँस उम्रिसकेको छ। एयरपोर्टमा एउटा गोरेटो पथको रूपमा पनि, बाटोको रूपमा परिणत भइसकेको छ यो एयरपोर्ट। यहाँको स्थानीय सरकारलाई कुनै मतलब छैन। यो सानो सानो कार्य त स्थानीय सरकारले पनि गर्न सक्थ्यो, त्यही पनि स्थानीय सरकारको कति पनि निगरानी छैन यो हाम्रो विमानस्थलमा। त्यही भएर म यो एयरपोर्टसँग सम्बन्धित मन्त्रालय, नागरिक उड्डयन पर्यटन मन्त्रालयको पनि म ध्यान आकर्षण गराउन चाहन्छु। त्यसैगरी पाटन नगरपालिकाको स्थानीय सरकारको पनि म ध्यान आकर्षण गराउन चाहन्छु। तपाईहरु देख्न सक्नुहुन्छ, गोरेटो पथको रूपमा यो एयरपोर्ट परिणत भएको छ। यो हाम्रो सार्वजनिक सम्पदा हो, यो हाम्रो यहाँका नागरिकहरूको सम्पदा हो भनेर यहाँको नागरिकले पनि चासो लिने विषय बनेको छैन भन्दै बिदा हुन्छु। हस्, धन्यवाद।